वेलकम टु माई न्यू रियाक्सन भिडियो है। सबैलाई मेरो रियाक्सन भिडियोमा चाहिँ स्वागत छ। र आज चाहिँ मैले हारेमा भन्ने रियाक्सन गर्न गइरहेको छु। र लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु नभुल्नु होला अश्विन पाण्डेलाई। र केपी भाइको चाहिँ म रियाक्सन भिडियो गर्न गइरहेको छु। ऊ चाहिँ अहिलेको चाहिँ हाल 1-1.5 वर्ष भयो। ऊ चाहिँ अहिले ऱ्यापर हुन् र योगी द बेस्ट भनेर उसलाई चाहिँ चिनिन्छ। युट्युबमा चाहिँ योगी द बेस्ट भन्ने च्यानललाई पनि सबैजना लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुलिदिनु होला। र भाइको ऱ्याप अब हेरौँ है त, हारेमा भन्ने कस्तो छ त। पहिलो इन्ट्री नै खतरा ल भाइको है। भाइले चाहिँ सबैजना लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है। भाइले धेरै मिहिनेत गरेका छन्। गीतहरू राम्रो आइरहन्छ। अब गीतहरू चाहिँ लगभग महिनामा एउटा चाहिँ उसले दिइरहन्छन्। र हेर्न नभुल्नु होला यो गीत बेस्ट भन्ने च्यानललाई। भाइको भोइस होइन राम्रो छ र एक्टिङ राम्रो छ। भाइ बहिनीको एक्टिङै राम्रो छ। असफल मायाको एउटा उदाहरण। वाउ दामी। तिमीसँग हारेमा वाउ दामी लभली वर्ड। मुटुमा थाक मेरो थाकेछ गयो किन माया मारेर गयो किन माया मारेर। केही भन्नु छैन माया तिमीले मारिसके, भित्रबाट हारिसके, दुःखमा सब छाडी गाथे, पीडामा हाँसिराथे। लैजाऊ तिम्रो याद पनि किन बाँकी राख्ने, सायद मैले मात्र सम्बन्ध साँचिराथे। हुन खोज्दो टाढा तर पनि सम्बन्ध गाँसिराथे। मनभरि लागेको पीडाहरू अल्झिरहेछ, थाहा छ यो सब कुरामा मेरो गल्ती भएको छ। तिमी त गयो छाडी एक्लो बारी। ट्याक्क होइन उसले गीत गाएर उसँग हुँदाहुँदै अर्को सङ्ग गाएको ट्याक्क उसले देखाएको छ नि त। दामी अहिले यस्तै चलिरहेको छ अहिलेको जेनेरेसनमा पनि। म भए खरानी तिमी हिँड्यौ अर्केको हात समाति, तर पनि खै किन तडपिराम तिमी छौ अझ यादमा। कि तिमीलाई मन लाग्दैन र मलाई सम्झिराख्न, मबाट यही नै हो मायाको अन्तिम पत्र। थाहा छैन दामी अन्तिम पत्र किन चित्त दुख्दियो, जसलाई सोचे आफ्नो त्यही नै मेरो ठुलो भुल थियो। मन रुन्थ्यो मलाई गाह्रो पर्दा, मलाई आफ्नोले भुल दियो। भन्न सक्छौ र मेरो के भुल थियो, मेरो खल्ती थियो खाली, त्यसैले तिमीले मलाई भुल दियो। सम्झाउँथे लाग छोडी हात जोडी, खुसी छौ होला गयो साथ छोडी, तर पनि यो मन तिमीले लागि रुन्थ्यो। तिमीलाई चाहिएको धन तर मसँग फुल थियो। तिमीलाई चाहिएको धन मसँग फुल थियो। राम्रो छ है भाइको नि बहिनीको एक्टिङ सब चाहिँ राम्रो छ। अब यो भने बब्बल आउने छ है। योगी द बेस्ट भन्ने च्यानललाई चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला। अश्विन पाण्डेमा चाहिँ फुल सपोर्ट छ मेरो भाइलाई। स्वार्थीको लागि मन दुखाउन, स्वार्थी हुन मलाई नि सिकाउन सकेको छैन निदाउन। तिमी बिना कसरी जीवन बिताउ, म रुने गर्छु एकान्तमा शान्तमा। साथीले भन्छ उठ मेरो हात समा, बोलाउन छोड्दै जित हुन्छ शान्तमा। रुने गर्छु त्यसैले एकान्तमा। हारेमा तिमीसँग हारेमा थाकेछ मुटु मेरो थाकेछ गयो किन माया मारेर गयो किन माया मारेर। मेरो जीवन थियो अन्धकार, तिमी मेरो लागि जुन थियो। गुमायो हिरा तर तिमीले पाएको सुन थियो। मेरो केवल एक मात्र तिमी, तर तिम्रो थियो हजारौं, मेरो के सुन्थ्यो। यो मुटु तिमीतिर भाग्दै थियो हजारौं, तर पनि तिमीलाई आफ्नो मान्दै थियो। सुने तिम्रो बारे नराम्रो, तर पनि मनले आफ्नै मान्दै थियो। तिमीतिर भाग्दै थियो यो मन तिमीतिर।
दामी छ रिक्स चाहिँ राम्रो छ लभली हो मेरो भाइ माग्दै थियो यो कि बोय यही नै हो तिम्रो लागि पोएट वा यही नै हो तिम्रो लागि पोएट दामी छ है हारेमा तिमीसँग हारेमा थाकेछ मुटु मेरो थाकेछ गयो किन माया मारेर एक्लै पारेर थाथे आफ्नै मान्दै थियो तिमीतिर भाग्दै थियो यो मन तिमीतिर भाग्दै थियो ल गाइजहरु है एक्टिङहरु चाहिँ धेरै राम्रो छ भाइ बहिनीकै है यो भन्दै राम्रो एक्टिङ ल्याऊ भन्न चाहन्छु मेरो भाइलाई है उ चाहिँ मेरो भाइ मात्रै हैन एउटा साथी पनि हो उसले चाहिँ दुःख सुखमा साथ पनि दिइरहेको छ आजसम्म र यो साथ सधैँ भइरहोस् है अनि यो गीत बेस्टलाई पनि सब्स्क्राइब गरिदिनु होला लाइक कमेन्ट गरिदिनु होला महिनामा एउटा गीत चाहिँ अब सधैँ नै आइरहन्छ यो गीत बेस्ट भन्छ र ऊ चाहिँ 1 वर्ष हुन लाग्यो ऱ्याप क्षेत्रमा चाहिँ अघि बढेको र अबको लगभग 3-4 वर्षमै ऊ चाहिँ एउटा भाइरलै हुन्छन् भन्ने आशा गरेको छु कन्सर्टहरू महोत्सवहरूमा जानेछन् अब टिकटकहरू बनाएर तपाईँ साथ दिनु होला ल लभ यु अल अलवेज मिस मेरो भाइलाई है मैले आज तिम्रो भिडियो रियाक्सन गर्न पाएकोमा धेरै खुसी छु है पहिला हामी सँगै हिँड्ने मान्छे आज तिमी युट्युबमा यस्तो प्रगति गइरहेको छु र यो प्रगति चाहिँ सधैँ हेर्न चाहन्छु म तिम्रो ल है ल अब यो गीत बेस्ट लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला यो भिडियोमा केही नराम्रो केही बोलेको छु भने पनि माफ गरिदिनु होला भन्न चाहन्छु ल लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला अश्विन पाण्डेलाई पनि यो गीत बेस्टलाई पनि ओके बाई बाई टेक केयर हेभ अ स्विट ड्रिम है गाइजहरू सबैजनाले अब हामी फेरि अर्को रियाक्सन भिडियोमा भेट्नेछौँ है भाइको गीतहरू चाहिँ साह्रै राम्रो लागेर यो गीत चाहिँ सधैँ नै तपाईँको मनमुटुमै बसिरहन्छ भन्ने आशा गरेको छु र अर्को गीतको वेटिङमा बस्नु होला यो गीत बेस्टको पनि र मेरो रियाक्सन भिडियोमा पनि ब्लगहरू एडिटहरू सबै आउँछ अश्विन एडिट एन्ड ब्लगरलाई पनि नभुल्नु होला अहिले रियाक्सन गर्न थालेको छु है त लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला लभ यु अल